निल्न सक्ने मसँगै निल्ले नै सपाएर निलेर देखाउनु पर्यो त ल है साथीहरु हेर्नु होला पनिसमेन्ट दिदी हेर्नु आइज कहाँ हेर्नु यो मेरो भागा हालिसक्यो सबै यो चाहिँ लास्टमा माथिबाट हालौँ न यो मलेर मैले चाहिँ यो चाहिँ लास्टमा यो मलौँ अनि यो चाहिँ लास्टमा भिडियो अन है छिटो गर है केटीहरु मेरो नसुस्ता हुन्छ हामी चाहिँ आँखा चल्केर च्यालेन्ज गर्नेवालामा छौँ च्यालेन्ज गर्दाखेरि जित्नेलाई चाहिँ 100 रुपैयाँ पैसा अनि हार्नेले चाहिँ एउटा खोर्सानी खानुपर्ने हुन्छ अनि त्यसपछि हेर्नु होला अनि भन्नु होला हामीलाई कोक पनि छ अनि हामीले चाहिँ आजको फर्स्ट टाइमको मुकबाङ हो त्यही भएर हामीले चाहिँ यो नमस्ते साथीहरु सबैजनालाई अनि आज भिडियो करेन्ट चाउचाउको च्यालेन्ज लिएर आएका छौँ सुमित्रा केसी भ्लगमा अवश्य पनि हेर्न सक्नुहुन्छ है अब हेरौँ आज भन्नुहोस् त्यो तपाईँ आज हाम्रो साथमा चाहिँ जित्नेलाई चाहिँ 100 रुपैयाँ पैसा छ यहाँ छ गाइजहरू अनि हार्नेलाई चाहिँ एउटा खोर्सानी छ अनि हाम्रो साथमा कोक पनि छ अनि करेन्ट चाउचाउ छ हेरौँ कसले लान्छ 100 रुपैयाँ हामीले दुःखै बनाएका छौँ आजको हामी चाहिँ मान्छे आँखा चोखेर च्यालेन्ज गर्दैछौँ है प्रतिक्रिया दिनु होला कस्तो हुन्छ यहाँ कसले भिडियो हेर कसैले यहाँनिर प्र्याङ्क गरौँ भने कमेन्ट गर्नु होला है प्र्याङ्क चाहिँ गर्नु पाइँदैन है कसैले नगर्ने है च्यालेन्ज गर्नु पाइँदैन ल भाइ गाह्रो पो हुने रहेछ ओइ गाह्रो हुने रहेछ केटी सुरु गरौँ आँखा छोपे होइन सोन बहिनी मेरो त छोपिसक्यो तलमा देखेँ होइन छैन दिदीले त खै ल ल चम्ची नि चाहिन्छ होला है गो स्टार्ट खायौँ है गाइजहरू अन्त है सबैजनाले ल कता हो देख्दैन त चम्मच नपिन आउने त कतै पनि केही पनि देखिँदैन ल अन्त खाइसक्नु भयो के 100 रुपैयाँ कसले लान्छ अहिले खोर्सानी खाने को पर्छ ल म त कता भेटाउनै सक्दिनँ है साँच्ची भने चम्मच मिलाउँदै आउनु खाएकै छौ न छैन नि खाएको खा है खा च्यालेन्ज गर्नु पाइँदैन अर्काले खाएको हेर्दा त सजिलै जस्तो लाग्थ्यो कि छिटो है के खोज्या उसको अगाडि आफ्ना अगाडि नन्नी सर्कीको जुस भेटाउन नसकेको नन्नी लाग्यो ओ माई गड पिरो पिरो मास आइसक्यो आँखाबाट मैले
मेरो बडो के आँखाबाट पिरोबाट झेली नगर्नै कसरी झेली गर्न नपाए है तर छिटो छिटो खाम यसले यहाँ सक्यो हेर्नु मारे कसरी सक्यो हेऱ्यौ छैन हेर्नु खै आँखा हेर्यौ छैन दिदी हेर्नु भयो क्या कहाँ हेर्नु यो मेरा भागा हालिसक्यो सबै हो कसम हो कसम होइन झ्याली गर्नु नपाए है बिल्कुल म सबै धेरै खाइरहेको छु होइन अहिले मेरो हाली के छिटो 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 सरी भाइदिनु भ्याइयो साँच्चीकै झ्याली गरेँ क्या मेरो हालीहरूले थाहा मलाई यहाँ मेरो यता यति थुप्रेको थियो कि हेर्न अहिले पुग्न नपाए है सबैले अहिले खोलौँ साँच्ची भाइ नै हुँदैन यसले भ्याइहाल्यो नि त मैले भ्यायो यो काक्रो चाहिँ हाल्नु खोलौँ अब हो रहेछ यसले मेरोमा हाली मलाई थाहा हो हो मेरोमा टन्नै थियो यहाँ थुप्रेको थियो कि मेरा ल मम्मी एकछिन होइन है त ल यिनीहरूले मलाई हालेछन् उसले छिटो खाइन्छ बोकेको उसले झ्याली गरेर लास्ट भिडियोमा हेर्नु है खै को खै त तिम्रो आँखामा डाक्छ होइन मैले त टन्नै खाइसकेँ होइन मेरोमा यसले हाली मलाई थाहा भइसक्यो मलाई पिरो खान सक्ने क्षमता छ बिस्तारै बिस्तारै खोल्नु खोल्नु यसले झेडी गरी जस्तो लाग्यो मलाई छिटो खानु सड्क्यो मेरो यहाँनिर यति थुप्रेको थियो कि कहिले झ्याली गरौँ भनेर जस्तो लाग्यो अहिले भिडियो गर्दा रहेछ नि अनि यसले हालेकै छ मेरोमा है हालेकै छ यहाँनिर मैले यस्तो गर्दाखेरि हेर्नु यहाँ बोकिरहेको हो मेरोमा मेरोमा हालेको हो कसम एकछिनमा हेर्दैन बिचरा म ल एकछिनमा ल सबैभन्दा पहिले मैले खाएको होइन सबैभन्दा पहिले मैले खाएको होइन अनि सबैको भन्दा धेरै यहाँ मेरै छ भनेपछि यो सबैभन्दा पहिले मैले खान थालेको होइन खानासँगै खाएको होइन त्यो 2-3 मिनटले धेर गऱ्यो क्या मैले गर्दैन म त त्यहाँ पुग्न सक्दैन लास्टमा बिचमा भयो त हुन्छ है कसम छैन हौ मम्मी चाहिँ मैले टन्नै खाएको यहाँनिर थियो क्या मेरो कसम खानु पाइँदैन है अहिले कसम खान भिडियो पाइँदैन हेरेमै थाहा हुन्छ किनभने मैले यहाँ खाइसकेको थिएँ उताको यतै पन्छाएको थिएँ नि त भरे उहाँनिर काँक्रो नेरी मैले काँक्रो झिक्दाखेरि चाहिँ मैले त्यहाँ भेटेँ आफै भने मैले त्यति बेलै मलाई जस्तो हाँसो लाग्यो कि त्यहाँ सबभन्दा 100 रुपियाँ जितिहाल्यो नि त होइन झ्याली पनि गयो नि 100 रुपियाँ पनि जित्ने त्यस्तो फिर्ता ल छैन मैले छिटो खान्थेँ तिमीहरूभन्दा तर मलाई झ्याल भयो तपाईँ त्यस्तो महसुस भएको झ्याली त गर्छन् होला कसरी दिदीले आफूले पोख्दै खानु भएको छ अनि है लाइफ दिदीले ढिला खाएर हो भने है तर हामीले यस्तो छिटो छिटो खायौँ नि त मैले हेर्नु कति चाँडो खाइरहेछु ती ठुलो ठुलो गाँस खायौँ हामीले सुमित्रा दिदीले तपाईँले भन्दा ढिलो खानु नपाएन ढिलो खानु ढिलो सँगसँगै हो मलाई ढिलो खाए जस्तो लागेको सुमित्राले होइन अलिक छिटो खाएको दिदीले हो अनि अनि
मैले चाहिँ हतार नगरी अब च्यालेन्ज आनन्द चिल्ले खाने च्यालेन्ज गर्ने है भने मैले तान्दा पोख्यो भने मलाई थाहा भएन होइन तर यहाँ काँक्रो झिक्ने बेला चाहिँ यहाँ थियो के ल होइन कसम छैन पजमा हेरौँ न एकपल्ट च्यालेन्ज खानु पर्यो होला नि त लास्टमा हेरौँ ल कसले झ्याली गरेर रहेछ भन्ने कुरा मैले त गरेन है म त यता गर्नै पाएन लास्टमा मलाई शङ्का मेरो नानीमाथि छ अहिले भिडियो हेर्नु राम्रो हेर म त छेउमा परेँ कि त्यही भएर गर्नै पाएन गरौँ कि भन्दा थिएँ होइन मलाई नि थाहा मैले याद गरेको थिइनँ होइन अनि मैले लास्टमा के गरेँ भने पिरो हो मलाई बिर्सेछ है गाइजहरू टिस्यु मलाई पिरो होइन अनि मैले खोर्सानी खाना काँक्रो खाना छेउमा हात लाउँदा चाहिँ काँक्रो चाहिँ यति थुप्रो चाउचाउ छ अरे मैले अघि तानेर चाहिँ भने मैले मनमा अनि झेल कसैले नगर्ने है भने त्यति बेला भन्ने म सर्क्याउँ कि आँसु लाएर मैले झेल नगर्ने है भने नि होइन ल हेरौँ न त अब पनिसमेन्ट चाहिँ 100 रुपियाँ उसलाई सबभन्दा फर्स्ट मार्दै उठिदिनुहोस् 100 रुपियाँ को फर्स्ट भएको अहिले त झुल गरेर विनर चाहिँ हाम्रो कृपा बस्ने भएको छ कृपा बस्ने भएको छ हारुवापाटी चाहिँ म भएको छु है मैले यो खोर्सानी खाँदैछु अलरेडी हामीलाई पिरो भइरहेको छ र पनि अब यो खोर्सानी अब च्यालेन्जमा हारेपछि खानै पर्यो खानै पर्यो के गर्नु चाहिँ निल्न सक्ने मसिङै निल्दै चाहिँ सपाएर निलेर देखाउनु पर्यो त ल है साथीहरू हेर्नु होला पनिसमेन्ट सिङै निल्न सक्ने मसिङै निल्दै चाहिँ सपाएर निलेर देखाउनु पर्यो त ल है साथीहरू हेर्नु होला पनिसमेन्ट पिरो छ दिदी धेरै पिरो छ त्यो खाँदा के पिरो छैन जस्तो लाग्थ्यो थियो मलाई थाहा हो चिसो खानु चिसो पजरा साथीहरू आजको हाम्रो च्यालेन्ज भिडियो कस्तो लाग्यो हजुरहरूलाई भिडियो फुल हेरेर अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला सल्लाह सुझाव सहित लाइक कमेन्ट तर सब्स्क्राइब चाहिँ गर्नु होला बेल आइकन नि बजाइदिनु होला हजुरलाई हाम्रो यो फर्स्ट भिडियो 3 जनाको भिडियो मन पराउनु भयो भने हामीले रेगुलर लिनेछौँ कन्टिन्यू भिडियो ल्याउनेछौँ सल्लाह सुझाव सहित कमेन्ट गर्नु होला है मन पऱ्यो कि नै भन्दै आजको भिडियोबाट हामी 3 जना